ले चप्पल ल्यायो नि खोलाले ऊ खुकुरी किनेर बसेको यार यो मान्छे मान्छे काट्नुपर्छ है भोलि मान्छे त काट्नुपर्छ यस्तो रिस हुँदा छ म देखाउँछु है जानुपर्छ भाषाको दिन निस्किन्छ यार भाषा नि अलिक डेन्जरै हुन्छ यहाँ दाउरा लाग्नु पाउनु बेकारमा यासम्म बाइकमा आयो खोलामा मात्रै ढालिहाल्यो पैसा नि छुट्यो नवजातको नवजात मात्र नजानु हुन्न अनि दाउरा लाग्नु नि नपाउनु कोही कोहीले त यो भन्छ अरे मासले हाल्दै एकचोटि छप्काउन मन लागेको आर्मी भएर मात्रै डराएको शस्त्रहरू त अब भाइ जाउँ अब भाइ गाडी बनाऊ बाइकमा मोबिल हाल्नुपर्छ है अन्त खोलाहरू काटेर खोलामा बेसी हाल्ने यो भुलेर यसमा हाल्ने त्यो 36 को इन्डेक्सतिर हाल्ने खोला छ खोला त उयो यो एउटा खोला काटेपछि हाल्ने नि खै यार टाउको पनि दुख्छ मलाई त रिस पनि उठ्यो हाँस पनि उठ्यो म चाहिँ ढुङ्गाले टिक्नुकै गऱ्यो माघी नै भइसक्यो फुटिसक्यो तुफान चलाउने हो त अब सामान यति हो हाम्रो जाने भो माथि सुत्यो हाइड्रोको मान्छेहरू आएर यो हाम्रो सबै बान्जलकाल मासेर त्यो सबै काटेर उनीहरूलाई त्यो घरमा लाउनलाई चाहिँ काठ छिन्न पाउने घरको लागि दाउरा लाग्नु चाहिँ नपाउने के हो यो यहाँमै छ यो सरकार र 3 वडाको सरकार पुरा भ्रष्टाचार सुरु छ यो राज्य हाइड्रोबाले चाहिँ उनीहरूको इच्छाले बालुवा गिटीदेखि सबै बेचेर दाउरा साउरा सबै काट्न पाउने अलिअलि मिलाउने हो हाम्रो हराउला फेरि 15 मुडा जस्तो काटेको थियो भिचैमा यसो प्लेट सपना सारा चक्का चुप पार्यो के गर्नु गाह्रो छ हो गर्दैन त्यही होस् न त्यो लाँदो हो
भोग्नुपर्छ होला यार लागिरहेछ यो खाता पर्छ न Arrive. यो लुगा पनि भोगे यो बन्जरोको हो अर्को त्यस्तै मिल्ने पाउँदैन नि त切不了的，我说，人家阿姨可了，啊，反正人家阿姨可是切不了的。December में फोन को तो भी पुआएंगे दिल्ली फोन ला क्यों बाबूजी नाड़े Rangayo putih rangayo. यो धुएकै छैन कसले खान्छ त हामी यस्तो मासले के आयो पानीपुरी आयो 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 ल
पुरी ल्यालम पुरी पानीपुरी खाने हो बसाल बस पुरी ल्यालम पुरी पुरी के हो बसाल बस हाल्नु न अब यस्तो ध्यान नरह्यो अलि छिटो ल्याउँ न खाऊ यसमा झोल छैन है कसरी खाने हो झोल हाल झोल मलाई थाहा छैन झोल हाल न चुप्लाएर डुबाएर हाल्नु डुबाउनु झोल त हाल्नु पर्यो नि है एकछिन हाल्नु झोल त हाल्नु पर्यो यताको निकाल्नु टाढोलाई निकाल्नु पर्ने रहेछ नहालिकन त यहाँ पानीपुरी ल ल ल ल आयो कि जस्तो भयो नि खानुपर्छ है मिठो हुन्छ पानीपुरी मिठो छ कतिको बनाइदिउँ एक प्लेट मात्रै 2 प्लेट जति खाऊ न अनि क्यामेराम्यानलाई नि देऊ न यो चाहिँ यतिकै खाऊ धेरै फुट्यो कि त्यो फुट्राउनै जानेन कि कस्तो लाटो रहेछ यार राम्रोसँग भन्नुपर्ने नि पानीपुरी त बनाउँछ दादुले हाल्यो नि यो क्यामेराम्यानलाई देऊ न कतिवटा भयो खानेर खाऊ है मुला अहिले फेरि अनि मलाई नि बस्नु पर्यो नि मात्रै खाएर हुन्छ किन हुँदैन ल 5 र 6वटा पुरी ल्याऊ पुरी पानीपुरी आयो ल क्यामेराम्यान पनि एउटा खाऊ न यार यसले नदिने भयो नदिने अनि पैसा मेरो कार यो खाऊ न कतिवटा भयो खाने 6वटा भयो 6वटा 7 ओइ ल ल ल के गर्छ यार त्यस्तो यता अलि भाटिहाल्नु न के हालेको यस्तो कामका हावा कुरा नगर्नु यो ठिक्कको हाल्नुपर्छ मलाई नोक्सान हुन्छ नि यार भयो कति आउँछ एउटा आउँछ अझै 2टा बाँकी 2टा कि 3टा 2टा धेरै आउँदैन के एउटा चाहिँ म पनि खाइदिउँ यार के गर्छ यार ग्राहकलाई नबेचेर आबै पो खान्छ त झुटो हुँदैन रानी तो हात एउटा त खाएको नि अनि ल त्यो बाहिर फाल्नु न त्यो फाल्नुपर्छ यो नि फाल्ने होला अर्को छ ल कति भयो दाजु 80 रुपैयाँ धन्यवाद है मलाई 20 रुपैयाँको नि बनाउनु त बनाइदिउँ मलाई मसँग 100 रुपैयाँ छ मलाई त पुग्यो यार यसले भाटी खायो नि भिडियोले गर्दा यो मुलाले पैसा यहाँ छ कि ए पैसा त हत्ती रहेछ नि 5 लाख बसले पैसा दिएन त हामी मलाई के को पैसा हातमै हुन्छ होला यार बेच्नु खानु न हातमा काटे भएन किन 20 किलो 80 दाम्यो काटे भएको किन तपाईँ कति हेरेर खाने पानीपुरी पैसा छ त्यतिकै छोएर हुन्छ पैसा त छ यो मिठो हुँदैन क्या मिठो हुन्छ या सुकेको चाहिँ मिठो हुन्छ यो मिठो हुन्छ तपाईँलाई थाहा छैन किन ओ सिँगै पनि छ पानी भएको छैन दाम हो बदाम बेच्दैन यता पनि रहेछ ये त्यो नि भनेर लेख्दैन त्यो मान्छे यो किन त्यो मान्छे बेच्दैन कान्छीको दामको कसरी छ त्यो बदाम बेच्दैन बदाम त यसमा तपाईँको चाहिन्छ चटपटी हाल्नुपर्छ पानी पनि हाल्नुपर्छ
नारिवल किन किन लेङ्ने थाल्दिए एउटा किन अनि अहिले फेरि पेटले नारिवल किन छैन मसँग त भित्र भइसक्यो कि भयो त्यसो भए